जेमिसी छ। म आज पकाउन जाँदैछु मासु कुखुराको चिकन बनाउन जाँदैछु। हेर्नुहोस् मसलामा लिएको छु मैले जिरा धनियाँ मिट मसला हल्दी अलिकति गोलमरिच र खुर्सानीको पाउडर। यहाँ चाहिँ हेर्नुहोस् मासु चाहिँ हालेको छु मैले। यसलाई चाहिँ अलिकति फ्राई हुनको लागि राख्ने छु। निमक चाहिँ स्वाद अनुसार। होस् मासुबाट पानी निस्किसकेको छ, तेल निस्किँदैछ। अहिले हामी चाहिँ निकाल्नेछु एउटा थालीमा। हेर्नुहोस् तेल गरम भइसकेको छ। म चाहिँ यसलाई गरम मसला जति पनि हाम्रो गोटा गरम मसलाहरू छ म यसमा हाल्नेछु। हेर्नुहोस् अब तेजपत्ता र यहाँ भइसकेको बादमा चाहिँ मैले अदरक लसुनको पेस्ट हाल्दैछु यहाँ। यतिको चाहिँ भइसकेको छ। त अब हामी मिलाउनेछु मसला। यसमा चाहिँ अलिकति पानी मिलाउने छु हामीले। अलिकति हाल्दैछु मसला पाक्नको लागि। मैले चाहिँ पानी हालिसकेको छु। यसलाई पाक्नको लागि मैले अलिकति समयको लागि छोडिदिन्छु तेल निस्किनेसम्म। हेर्नुहोस् मसला पाकिसकेको छ। अब हामी यसमा हाल्नेछु सब्जी। यहाँ हालिसकेको छु सब्जीलाई र यसलाई हामी चलाउने छु। हेर्नुहोस् अब यसलाई चाहिँ अलिकति नरम हुनेसम्म फ्राई गर्नेछु। सब्जीबाट नि पुरा तेल निस्किसकेको छ। अब हामी यसलाई फ्राई गरेको मासुलाई चाहिँ हाल्छु। हेर्नुहोस् अब मासु पनि फ्राई गर्नेछु र सब्जी पनि अझै फ्राई गर्नेछु है। हामीले फ्राई गरी हामी पकाउनेछु, पानी हाल्नु पर्दैन। मासु हेर्नुहोस् फ्राई भइसकेको छ। त हामी टमाटरमा अझै पनि फ्राई गर्नु। हेर्नुहोस् टमाटर हालेपछि चाहिँ फेरि पानी निस्किँदैछ। त हामी यसलाई चाहिँ पुरा ड्राई गरेर हामी फ्राई गर्नेछु। हेर्नुहोस् यो चाहिँ पुरा पानी निस्किसकेको छ टमाटरबाट। फेरि पनि फ्राई गरिराख्नेछु। फ्राई गरी चाहिँ हामी पकाउनेछु। मिलाउनेछु 1 गिलास जस्तो पानी। हेर्न सक्नुहुन्छ पानी उम्लिन लागेको छ। त अब हेर्न सक्नुहुन्छ अब मासु पुरा पाकिसकेको छ, उम्लिसकेको छ पानी। त हामी यसलाई मिलाउनेछु। हाल्नेछु गरम मसला ज्यादा नहाल्ने हुन्छ। हेर्नुहोस् फाइनल लुक सब्जीको र कस्तो लाग्यो भन्नुहोस्। तपाईहरुले नि पकाउनुहोस्, खानुहोस् र मलाई कमेन्टमा भन्नुहोस् कस्तो लाग्यो है। धेरै धेरै धन्यवाद।